निस्केर गइहाल मेरो घरमा एकैछिन नबस जा 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 तेरो छोराछोरी सबै लिएर जा ल तेरो यो छोरी पनि लैजा तेरो यो छोरी पनि मलाई चाहिँदैन जा लगेर गइहाल कहाँ जान्छ जा ल तेरो यो ल यो ब्याग पनि लैजा कहाँ लगेर जान्छ जा मेरो घरमा एकैछिन पाइला नटे एकैछिन अनुहार नदेखा दिनभरि बाहिरको केटीसँग घुमेर आउँछ रात परेपछि जहिले झगडा घरमा आधी रातमा बच्चाहरू लिएर म कहाँ जानु जाने ठाउँ पनि कहीँ छैन भएकै एउटा माइती छ अब त्यो माइतीको घरमा नि के मुख लिएर जानु दिदी अनि त यति राति कहाँ हिँड्छौ के भयो तँलाई के हाल बनाएर आएको तेरो अनुहारमा के भयो यो आउनु ल छोडिदिन्छु तँलाई के भयो तँलाई बुढाजी के भयो तेरो र भेनाको सम्बन्धमा पहिलेदेखि हेरिरहेको खासै राम्रो छैन तिम्रो दुई बिच तेरो र भेनाको मन मिल्दैन नि हेर भेनासँग त टाढै बस यहाँनिर नि यो मानव रूपी दानवहरूले राक्षस बनेर मार्न पनि सक्छ छोड्दे हाम्रो तेरो यो माइतीहरूको बारे माइतीहरूको इज्जतको बारेमा सोच्न छोड्दे तेरो बुढा धनी छ भनेर पनि नसोच अहिलेको समयमा त आमा मार्देर छोराछोरी टुरा बनाइन्छ मैले मेरो साना साना भाना भान्जीलाई कलिलै उमेरमा टुराटुरी बनेको हेर्न चाहन्न हेर कुनै पनि माइतीले चाहँदैन आफ्नो चेलीको घरबार बिग्रेस् भनेर तर एक दिन होइन दुई दिन होइन यो सधैँको झगडा सधैँको कलह के हो मैले भनेको कुरा राम्ररी विचार गर